यहाँ चाहिँ फुल दोकान छ कि फुल दोकान जाने अरे फुल हेर्नु मलाई थाहा थियो त फुल चाहिँ उसलाई चाहिन्छ है जे होस् तर त्यही भएर अब हामी फुल हेर्नु जाने यो हो एसियन हाइवे यहाँबाट जान्छ तपाईँहरूको फुलचुलिङ सुलचुलिङ होइन अन्त आस्थान सबै जान्छ यताबाट यता चाहिँ सिलगढी सबै जान्छ के हो यहाँ त अन्त उयो हार्छ त हो के अरे आर्मी गाडी यहाँ राखेको होला नि अच्छा यहाँ चाहिँ आर्मीहरू चाहिँ उयो के भन्छ फुल हेर्न आएको छ फुल किन्न आएको छ नि ए फुलहरू त यो त ओरेन्ज पो त नि अन्त एकपल्ट फलेपछि त्यहाँदेखिको फल्दैन त्यहाँदेखिको फलिबस्छ अच्छा ओरेन्जहरू यत्रो त फलिरहेको छ छक्कै पर्छु म त दामी छ हौ ओरेन्ज रहेछ यो पनि ओरेन्जै रहेछ हो ओरेन्ज कुन चाहिँ केयर लाउँथ्यो ए यो के भन्छ गुलाबी नि कलरको जागे भने लाग्छ जस्तो चाहिँ कसरी पर्छ चाहिँ हो होला र के पनि फलेको यत्रो ओटमै उनले हाँगा काटेर उयो गरेको होला नि यिनीहरूले सायद म त्यस्तो लाग्यो हाँगा काटेर चाहिँ यिनीहरूले उयो गरेको होला हाँगा काटे जस्तो लाग्दैन हो नि तर त्यस्तो लाग्यो अलग अलग कलर है अच्छा ये तो गुलाबी हो नहीं ये बैगुनी है ये येलो होगा और वो तो वो और ये तो सेम है ना वो टूट गया आपने उसको मार दिया लॉस हो गया कितना का लॉस है ना वो क्या बोलते हैं उसको जेट प्लान हाँ कितना है उसका 100 रुपीज़ है ओके वही बड़ा बड़ा होता है या इतना ही होता है ये कितना वो भी बड़ा होता है 500 ही होता है हाँ तो 4 बड़ा बोलता है कितना 150 ये 150 है महंगा है जारबरा का दाम ज़्यादा है ये जारबरा ये फूल का नाम ओके जारबरा महंगा है नहीं हमने अलीपुर बड़ा का 70 रुपए का दिया दिया अलीपुर बड़ा वो नहीं है ये टिश्यू देखो तो ये ओ देखिए इसमें से गारा गारा ए यस्तो ढल छ देख्यो पानीको रहेछ नि त यहाँनिर ए यसको बिजी चाहिँ जाँदैन छ नि ए यहाँ माथि बाँधेको रहेछ यहाँ बाँधेर चाहिँ ठुलो गमलामा लाउनुपर्छ नि त गएर नि यो चाहिँ छ जेट प्लानहरू दामी छ तर नि यतातिर हो भने दामी हुन्छ अरू बिस ठुल्नु राम्रो भएन नि आफूले झार्छ कहाँबाट झार्यो भने चाहिँ फेरि यो लाने एउटा 100 रुपियाँ अरे दाम घट्दा नि यहाँ घट्छ र अन्त अरू अब कुन चाहिँ ओ के अरे फुल लानु सही हो अन्त के हुन्छ अरे माग्ने मान्छे आउँछ क्या माग्ने देखेर रिस उठेर आउँछ आफ्नै मान्छेले भेटी हेर्नु भन्छ होला है ए त मलाई नै भनेको भन्छ होला नि फुल माग्ने मान्छे मलाई साह्रो रिस उठेर आउँछ आफै किनेर आएको हुन्छ होइन के को बोट हो यो फुल हो ल ल यो त मलाई प्लास्टिक लाग्छ साँच्चै भनेको फुल हो यो पाकेको चाहिँ झर्छ र फेरि ठुलो भएर अर्को पाक्छ ए हो यो चाहिँ पाकेको हो दामी रहेछ त सोधन कति अरे दीदी वो कितना है ओ दीदी वाला कितना है वो देओ त वो है ना वो 150 अरे त दामी लाग्यो मलाई प्लास्टिकको क्या त मलाई यस्तो लाग्यो अन्त यो चाहिँ चाइनिज लेमन भन्दो रहेछ यसलाई चाहिँ हो अन्त यत्रो हुन्छ अरे उयो ओरेन्ज जस्तो मैले ओरेन्ज भनेको होइन चाइनिज लेमन अरे त राम्रो छ त अब ठुलो हुन्छ अरे बोट चाहिँ हो तर अब जाग्छ जाग्दैन यो टाइममा भन्नु सक्दैन यो यतिकै हुन्छ कि यसमा फुल आउँछ आउँछ कति हो कुन त दाम चाहिँ 50 रुपियाँ होला 50 होला मलाई त्यस्तो लाग्यो ट्रेनको आवाज कहाँ छ कहाँबाट बज्दैछ ट्रेन पनि उहाँ त ट्रेनको लेख्छ त त्यहाँ ट्रेनको लेख्छ कति हो यसको दाम है
सोधौँ ल सोध लु लाने सोध न गएर सोध्छु ल म दाम सोध्छु मल लाउनु सोध्नु न ल ओ दिदी यसलाई कति पर्छ 60 यसमा नि के मल लाउनुपर्छ दबाईहरू के लाउनुपर्छ हौ समझा नहीं कोकोपीट आपके यहाँ पे मिलता है ख़त्म है अभी ओके ठीक है तो दिन्छ होला मेरो खानामा कोकोपीट अरे कोकोपीट दबाईको नाम लु लिएर जाउँ होइन अगर 50 गरेर दियो भने होइन लैजाउँ होइन नभए चाहिँ छोडिदिउँ यो ये 50 करके दे दो ना ओके ओके 50 50 100 और ये 100 है ना 200 ये कितना है 200 ये इसके साथ मिलेगा गमला का साथ तो दामी लाग्यो त म घरमा लानु भनेको टेबल का है टेबल हाँ वही टेबल का ना ये तो घर में लेके मर जाएगा ना नहीं मरेगा इसमें जल में रखना जल में रखना पड़ेगा ये बड़ा भी नहीं होगा ना करना पड़ेगा ओके यो चाहिँ मन परेको त मलाई हो यो चाहिँ लान्छु किन्ने आँटेको जस्तो हो टेबलमा राख्नु दामी हुन्छ बाँसको रहेछ दामी छ